फेरि पनि स्वागत छ तपाईँलाई मेरो अर्को ब्लग भिडियोमा। आज पवन दाइलाई भेट्न जानुपर्ने छ किनकि पवन दाइ डेङ्गुको शिकार हुनुभएको रहेछ। हुन त 5 दिन भइसक्यो बिरामी भएको, तर म चाहिँ आज जाँदैछु। आज सन्डे, आज मेरो बिदाको दिन, त्यही भएर मैले जाने मौका पाएँ। बिरामी हेर्नु जाँदा केही न केही त लानु पर्यो। त्यही नजिकैको पसलबाट पवन दाइको लागि म लिन्छु ओरेन्ज जुस र बिस्कुट अनि आफ्नो लागि क्यासबर्ग। पवन दाइ बस्ने बिल्डिङ यही नै हो, बट आउटर्स नट अलाउड टु एन्टर इन दिस प्रपर्टी। सो म बाहिर पार्कमा बसेर कुर्नु पर्ने हुन्छ। लगभग 10 मिनट कुरेपछि मलाई पवन दाइसँग अन्तर्वार्ता गर्ने मौका प्राप्त हुन्छ। यो दुःखद कहानी सुनिसकेपछि म पवन दाइलाई लिएर निस्किन्छु मेडिनतर्फ, किनकि डाक्टरले दाइलाई अनार खानु भनेर सुझाव दिनुभएको रहेछ। बट हाम्रो दाइको ब्याड लक, यत्रो ठुलो मार्केटमा एउटा नि अनार रहेन रहेछ। अब खाली हात निक्लिनु नि भएन, त्यसैले पवन दाइ लिनुहुन्छ स्याउ। त्यसपछि हामी जान्छौँ खाजा खानुलाई र खाजामा खान्छौँ झोल मोमो। मोमोको स्वाद बबाल छ भन्दै पवन दाइ मोमोतिरै बिजी। आजको ब्लग भिडियो यति नै रहेको छ। पवन दाइलाई बिदा गर्दै तपाईँहरूसँग पनि बिदा माग्छु। थ्याङ्क यू फर वाचिङ।